अक्षय खन्नाको पुरै क्लिपहरू भाइरल भइरहेको थियो, यस्तो बवाल छ अरे भन्ने पच हानेको वाला त्यो तारको चाहिँ तारै छुट्टियो यार। यस्तरी एउटा तार बिचको तारै छुट्टियो है गाइज। पुरै बिस्तारा भरि पानी गयो यार। यो मिक्सरमा पानी हालेर अदुवा लसुन पिस्टेको है, तातो हुन्छ नि त, त्यही भएर सुप हालेको होइन। सुप हाल्छु मैले। यता अन्डा पनि बनाएर राखेको केटा है, अन्डा होइन, अन्डा बनाएर राखेको। अब यता चाहिँ हिजोको तरकारी पनि छ क्या हल्का होइन। हिजोको तरकारीमा यहाँ रहिरहेको गेडा र यता आलुको रस बनाइरहेको थियो, गेडा गुडी आलुहरू होइन। यसो सुप बनाएर खाइरहेको कि म आजकल फेरि होइन। जाडोको बेलामा तातो सुप खायो। रुममा एक्लै छु, यसो यहाँ बुद्धको फोटो छ, बुद्धलाई हेरेर बस्यो होइन। मोबाइल हेरेर बस्यो, भिडियो हेरेर बस्यो, खायो होइन। त्यत्तिकै छ केटा। यता यस्तो पनि बनाएर राखेको छु। यता पनि बुद्धको फोटो छ केटा होइन। यसरी फुलसुल अगाडि राखेको छु। यता चाहिँ बुद्ध छ गाइस। फाइनल्ली यता खानासाना लिएर बस्यो होइन। यता स्पिकर छ, अगाडि चाहिँ एउटा मोबाइल चार्जमा छ। अब यता चाहिँ सिनेमा सुरु हुन्छ केटा होइन। सिनेमा अगाडि चाहिँ म फिल्म हेर्छु केटा होइन, अनि यता चाहिँ खाना खान्छु। सो हे गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ शनिबारको दिन, हिजो चाहिँ शुक्रबार थियो, कामबाट आएँ होइन। अनि बिहान आएको थिएँ शनिबारको बिहान, अनि बिहान आएर यसो रामेन सामेन खाएर सुत्यो भयो केटा होइन। अनि त्यसपछि अहिले चाहिँ उठेर यसो खानासाना बनाउँदैछु होइन। अहिले शनिबारको बेलुका भइसक्यो। खाना चाहिँ यता सबै मिक्स गरेर बनाउँदैछु। यसो तामा ससेज होइन, आलु सालु गेडा गुडी अनि त्यो क्याप्सिकम हुन्छ नि, क्याप्सिकम सब मिक्स गरेर पकाउँदैछु होइन। अनि यसो खाना पकाइन्जेल भुटिन्जेल यसो भ्लग स्लग बनाऊँ न, भिडियो सिडियो बनाएर हल्ला गरिदिउँ न, यत्तिकै एक्लै बसिन्जेल यसो रमाइलो पनि हुन्छ, टाइम पास पनि हुन्छ होइन। अनि भ्लग पनि हालेको 2-3 वर्षै भइसक्यो होइन। अब त्यही भएर नयाँ भिडियो सिडियो गराइदिउँ भन्ने सोचले म यसो भिडियो बनाउँदैछु होइन। अनि यही हो केटा, यो रुममा एक्लै छु, यसो यहाँ बुद्धको फोटो छ, बुद्धलाई हेरेर बस्यो होइन। मोबाइल हेरेर बस्यो, भिडियो हेरेर बस्यो, खायो होइन। त्यत्तिकै छ केटा। यता यस्तो पनि बनाएर राखेको छु। यता पनि बुद्धको फोटो छ केटा होइन। यसरी फुलसुल अगाडि राखेको छु। यता चाहिँ बुद्ध छन्, हाम्रो बुद्ध। यता बुद्धको अगाडि, भगवानको अगाडि फुल राखेर चट्ट सजाएको केटा होइन। चट्टै बुद्ध अगाडि फुल, यो कमलको फुल, यो के को फुल हो थाहा छैन केटा होइन। यस्तो छ केटा। अनि यता चाहिँ यो पोस्टर चाहिँ मैले ठुलो मगाउन खोजेको थिएँ होइन। ठुलो खालको मगाउन खोजेको थिएँ, भित्तो भरिको, तर अलि महँगै रहेछ कि केटा। पैसा अलि थिएन, काम पनि छैन नि त। अनि कोठा भाडा पनि तिर्नुपर्ने गर्दा 50 मान अरे 50,000 5 मान जति त्यसै जान्छ कोठाको। अनि यताउता बिलसिलको गरेर सबै गरेर, त्यही भएर अनि चिट्टको पैसा सकिसकेको थियो, त्यही भएर चिट्टको मगाएको, यत्तिको आयो। अनि यो चाहिँ मैले हल्का ठुलै होला भन्ने तरिकाले मगाएको, यो पनि सानो रहेछ। यो खास मैले यस्तरी होइन कि, यो यस्तो रहेछ कि, मैले खास यसलाई चाहिँ भित्ता टास्ने टाइपको होइन कि, के भन्छ यसलाई, त्यो फ्रेमवालामा चाहिँ मैले मगाउन खोजेँ। यस्तो पर्यो, यस्तो आयो होइन। अब ठिक छ, आएपछि अब त्यसरी टास्दिए केटा। अब पछि अब राम्रो गराउँदै जाम्ला नि। अब काम त छैन, त्यही पनि अब पैसा भयो भने अब गाको फी पनि हाल्न केटा। अब गाको फी हाल्दा र के गर्दै पैसा जान्छ। अब बचेछ भने पछि यो रुमलाई राम्रो बनाउँला। यता यो भित्ता सित्तामा केही हालेर होइन। यता चाहिँ मेरो गिटार छ केटा। गिटारको चाहिँ तारै छुट्टियो यार। यस्तरी एउटा तार बिचको तारै छुट्टियो है। अब के गर्नु, नत्र यसै टाइम पास त हुन्थ्यो नि, जुन बजाउँदै बस्यो होइन। अस्ति गिटार सितार बजाउँदै बसिरहेको थिएँ खाना खाएर। पुरै केटा बिस्ताराभरि पुग्यो यार। यस्तो गाइज, पुरै बिस्ताराभरि पानी गयो यार। यो मिक्सरमा पानी हालेर अदुवा लसुन पिस्टेको है। यसो सजिलो हुन्छ कि भनेर यस्तो घोल्दाखेरि होइन, काट्न सजिलो हुन्छ नि त पानी हाल्यो भने। त्यही भएर पानी हालेर घोलिदिएको, पुरै बिस्ताराभरि गयो। यता आएर गरेको उता साँगुरो भएर कस्तो झ्याउ भयो यार। पुरै बिस्तारा चिसो न चिसो भयो। केही छैन केटा, अब ठिक छ। केटा जाडो बढेर त नि यस्तो हैरान भयो। कोठामा बस्दा धरि ठिराएर एसी नलाइ त बस्नै नसकिने भयो है। त्यही भएर मैले यस्तरी सुप बनाइरहेको केटा होइन। हल्का ग्रेभी बनाउँछु, अनि हल्का पानी पनि हालेर सुप बनाउँछु। त्यस्तो धेरै पानी पनि नहाल्ने, धेरै यस्तो सुक्खा पनि नबनाउने कि होइन। सुपसँग अब हल्का भात खाँदाखेरि तातो हुन्छ नि त, त्यही भएर
सुप हालेको होइन, सुप हाल्छु। मैले यता अन्डा पनि बनाएर राखेको केटा है, अन्डा होइन, अन्डा बनाएर राखेको। अब यता चाहिँ हिजोको तरकारी पनि छ क्या हल्का होइन, हिजोको तरकारी पनि यहाँ रहिरहेको, गेडा र यता आलुको रस बनाइरहेको थिएँ, गेडागुडी आलुहरू होइन। यसो सुप बनाएर खाइरहेको कि म आजकल फेरि होइन, जाडोको बेलामा तातो सुप खायो भने अलि स्वास्थ्य राम्रो हुन्छ त, शरीर तातो हुन्छ नि त भनेर अनि आजकल सुप हल्का झोलसोल हालेर तातो खाना लगाइरहेको केटा होइन। अब त्यही हो, अहिले पनि पकाइराख्नु, अब यसो नुनसुन चाखेर होइन। अब पाक्ने जेलसम्म पकाउनु पर्यो, त्यसपछि चाहिँ एउटा खाना बस्नु पर्ला होइन। सो गाइज फाइनल्ली हाम्रो तरकारी चाहिँ रेडी भइसकेको छ। यस्तरी हल्का रस हालेको छु होइन। अनि यसो यो चाहिँ तामा भइहाल्यो, यो चाहिँ आलुहरू तामाहरू मिक्स छ, यो चाहिँ ससेज भइहाल्यो, यो चाहिँ क्याप्सिकम भइहाल्यो, यताउता गेडागुडी छ होइन। अनि यता चाहिँ अन्डा छ केटा, भात पनि हालिसकेको छु मैले। यता चाहिँ पानी लिएर बसेछु। अब चाहिँ यसो होइन खानासाना खान पर्ने हुन्छ। बिहान आएर रामेन खाएको केटा होइन, हिजो काममा गएर रामेन आएर रामेन खाएर त्यसपछि गुल्ट्यो, त्यसपछि केही खाएको छैन होइन। त्यही अघि उठेर 1 कप कफी बनाएँ खाएँ होइन, त्यतिमै छु म। अनि यसो खाना बनाएँ, थाकेको पनि थिएँ, त्यही भएर घोप्टे भएँ कि केटा होइन। त्यही भएर अब चाहिँ म यसो हेर्छ हान्छु है। गाइज फाइनल्ली यतै खानासाना लिएर बस्यो होइन। यता स्पिकर छ, अगाडि चाहिँ एउटा मोबाइल चार्जमा छ। अब यता चाहिँ सिनेमा सुरु हुन्छ केटा होइन, सिनेमा अगाडि चाहिँ म फिल्म हेर्छु केटा होइन। अनि यता चाहिँ खाना खान्छु। खाना चाहिँ खतरा भएर चाहिँ केटा होइन। खानासाना खाना बसिसकेँ म है। यता खाना बस्नु बिस्तारै भयो क्या, यसो चस्मा लाएर यसो मोबाइल हेरेको, फेरि केटा आँखा दुखिरह, मोबाइल पनि धेरै हेरिरहेको छु नि त, त्यही भएर यसो चस्मा लगाइदिएको। झट्ट धुरन्धर भन्ने मुभी आएर छ नि त केटा होइन, नयाँ कसले हेर्नुभयो त्यो चाहिँ होइन, कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्नु होला। बबाल छ अरे नि त भन्ने सुनेको थिएँ मैले होइन, टिकटकमा युट्युबमा धरि त्यो के अरे अक्षय खन्नाको पुरै क्लिपहरू भाइरल भइरहेको नि त, यस्तो बबाल छ अरे भन्ने, पच हानेकोवाला त्यो मैले देखिरहेको थिएँ कि टाउको फुट्ने गरेर हान्छ नि केटा होइन। हो त्यो सिन चाहिँ मैले देखेको थिएँ, त्यही भएर अब चाहिँ म त्यो फिल्म हेर्दै खाना खान्छु केटा। अब भिडियो चाहिँ गराउने कुरा भएन होइन। अब आजको लागि चाहिँ यति नै भयो केटा, यसो टाइम पास होइन, यसो टाइम पासको लागि भिडियो पनि बनाइयो, त्यही हो केटा। अब चाहिँ पछि भेट्दै गरौँला नयाँ भिडियोमा है। आजको लागि चाहिँ यति नै गरेँ। भिडियो कस्तो लाग्यो त्यो चाहिँ कमेन्ट सेक्सनमा गएर कमेन्ट गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने यसो सब्सक्राइब गरी होइन बेल नोटिफिकेसन अन गरिदिनु होला होइन। आजको लागि चाहिँ यति नै, हस् त, धन्यवाद।